हाँ पर खेलौँ न पर जाउँ गोबारे यो सिउर सर्ट भन्दैछ गोबारेको लु हेरौँ केटाहरूलाई आज यत्रो भएको रहेछ नि त खोला ऊ बगडा के भन्छ यसलाई दोबान रुङदुङ र के को दोबान अरे रङ्गितको यो खालको खोला त पारी जानु भन्छ त कहाँ सक्छ तर्नु भन्दा आम्मा हो कता खाना कहाँ बनाउनु खाना उपर छ अरे हौ छ अरे जग्गा बिस्तारै करङ फुकाल्ला केटाहरूले हेर्नुहोस् है साथीभाइ आज त हामी खोला आएको साथीभाइहरूसँग मिलेर होइन केटाहरूसँग खोला त एकदम धमिलो भइरहेको रहेछ तर्नु सक्दैन रहेछ नि त पारी अन्त कहाँ सक्छ अन्त कहाँ यता सुतेको मोरहरू यता सुत्यो भन्दैछु एक रात रकै रहेछ नि त अन्त कहाँ बनाउनु खाना चुला चाहिँ बनाउनु पर्यो होला दाउरा चाहियो यता हेर हाम्रो त ऊ पाक्नु थाल्यो भात हाम्रो दाउरा चिर्ने आज ड्युटी यता ऊ पसिना आउँदो रहेछ नि आम्मामा गरम त है हेभी गरम खाना बनाउने ड्युटी त मेरो अरे केटाहरूले भनेको माछा चाहिँ मारेर ल्याएको हुनु पर्यो भात गिल्लो भयो भने रिसिनु पाएन सब्जीमा नुन कडा भयो भने रिसिनु पाएन जस्तो पस्किदिन्छ त्यस्तै खानु पर्यो मासु पाकेन भन्नु पाएन काँचो भयो भनेर डाइरिया भयो भने रिसिनु पाएन यो डेक्ची त अर्काको लिएको डढायो भने माझेर चाहिँ बुझाइदिनु पर्यो तेल लगाएको छु हुन्छ कहाँ अब कसरी तातोमा कसरी तेल लाउनु हो अब घरबाट लगेर माझेर ल्याइदिनु पर्यो अब यहाँ जग्गु दादाले चाहिँ बल्छीको लागि बनाउँदैछ नि नर सिपालु छ नि सम्बु हो नि यो त गोबारेको त बोय खोइ चारो चाहिँ के हाल्छ उयो गोबर अघि कुखुरा लिएको भए हुँदैछ है भाइ के खोजेको के उल्टा हाल्यो क्या हौ आगो बल्दैछ
खोला बढ्यो खोला बढ्यो ए जग्गु माथि छ माथि खोला आम्मा हेर बगेको बढ्यो नि एकैछिनमा खोला बढ्यो नि उपर हेर न ऊ वा माथि छ खोला बढ्यो उयोलाई माथि चढ भन्छ खोला बढ्यो भन्दैछु त्यहीले खोला बढ्यो यहाँसम्म आयो भने त ऊ हेर्छ ऊ खाना भएको ठाउँमा आइपुग्दैन ल ऊ के हो त्यो मान्छे बगाएर ल्याएको के हो त्यो उपर ऊ हामी त साथीभाइ खोलामा पकाउँदै थियौँ खाना खोला बढेर चाहिँ भागेर आएर माथि बनाउँदैछु यहाँ तातो भात पाक्दारको सब्जी बोकेर भागेर चाहिँ माथि अहिले मैदानमा शीतलमा खोला तलक्दै बढ्यो यहाँ मैदानमा आइरहेको छु तातो करै भातहरू है तँलाई कस्तो फिल भयो अरे करै पाक्दै र करै चाहिँ यसले बोकेको मासु कस्तो फिल भयो अरे यो खालको त आज भाग भयो केटाहरू पाक्दैको करहरू बोकेर चुल्हाबाट कोही कान नसुन्ने र है उकालो चढ्न भन्छु भाग भन्छु है मेरो बाइकहरू पनि बन्दोबस्त गरिदिएको पो यहाँनिर चाहिँ हाम्रो सब्जी लाल भइदिएछ यो राइस मैले लेख्थेँ 3टा जति प्याज दिदी दालमै लेख्थ्यो होला है 5वटा भएको हाम्रो चाहिँ यो ढुङ्गा फुटेर चाहिँ बिजोक भएर चाहिँ अलि पोलाई मचिँदैछ यहाँनिर यो पोल्ने मान्छेहरू हेर्नुहोस् 1 जना 2 जना 3 जना खास त ढुङ्गामा पोलेर खाने विचार थियो सेकुवा बनाएर ढुङ्गा एकदम पातला भेट्छु नि त अन्त करिना फिगरको ढुङ्गा फुटेर त बिजोक भयो नि कति बज्यो 2 बजेन भोक लाग्यो नि खोलाले पो रड्डी गरे त है अन्त केटा आइडिया त मान्नुपर्छ नि जताबाट पनि म्यानेज त गर्छ केटाहरूले अन्त